नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी अंकित झण्डा अहिले चुनावी प्रचार प्रसारमा विभिन्न नेता कार्यकर्ताहरूले बजाउँदै गर्दा केही व्यक्तिहरूले चाहिँ अराजक ढङ्गबाट मन्दिरमा बस्ने घण्टीलाई धार्मिक रूपले हेर्दै गर्दा उहाँहरूले अराजक ढङ्गबाट बजाइरहनु भएको छ र मर्यादित भएर बजाउनु भएको छैन भन्दै गर्दा कुनै पनि समूह सम्प्रदायको अपमान सबभन्दा कसले गरेको छ र ती व्यक्तिहरूको पनि हेरौँ न। पहिलोमा हेरौँ नेकपा एमालेको झण्डा जो चाहिँ सूर्यनारायण अंकित, सूर्यनारायण शाश्वत परम सत्य, त्यो अन्डरमा बस्ने व्यक्तिहरू विभिन्न एमालेका उच्छृङ्खल व्यक्तिहरूले पनि के साँच्चीकै राम्रो काम गरेका छन् त? राम्रो काम गरेका छन् या छैनन् भन्ने कुरा देखिहाल्नुभयो नि हैन। अहिलेसम्म यो पिढीसम्म कति चाहिँ नराम्रो कामहरू भइरहेको थियो देशमा र ती नराम्रो कामहरूलाई एमालेले कति चाहिँ सुदृढ गर्यो त? अहिलेसम्म त उहाँहरू चाहिँ सत्तामा हुँदै गर्दा परिवर्तन ल्याउनु भयो त? कति मान्छेको अहिलेको यो चुनाव नहुने अवस्था थियो, यो जेनजी आन्दोलन पछिको परिणाम आयो। के भइरहेको थियो? नैतिक रूपमा यिनी जिम्मेवार छन् र शाश्वतको भगवान सत्यको अगाडि सूर्यनारायणको अंकित झण्डा ल्याउने, तर कर्म चाहिँ अहिलेसम्म देखेको छ नि त हैन। 30-35 वर्षको कर्म चाहिँ राम्रोसँग देखेको छ नि त। अनि दोष लाउँछन् भर्खर पलाएका राष्ट्रिय स्वतन्त्र पार्टीले यसो गर्यो भनेर। आफ्नो झण्डा र आफ्नो सिम्बोलिजम हैन, आफूले सत्यको अगाडि चाहिँ झुट कर्म गरिरहेको छ कि भन्ने कुरा त्यो देख्यो त नेकपा एमालेले? देखेन नि। कति विध्वंस गरिरहेको छ। के व्यक्तिहरू छन् जसले चाहिँ ठुलो बदनाम गरिरहेका छन्। सबै व्यक्तिहरू यसमा सामेल छन् भन्न पनि हुँदैन। कुनै पनि पार्टीमा सबै व्यक्तिहरू नराम्रो छ भन्ने होइन। धेरै राम्रो हुन्छ, थोरै केही व्यक्तिहरू खराबी हुन्छन् जसले पुरै पार्टीको बदनाम गरिरहेका छन्। त्यो भन्दै गर्दा अब जाउँ कांग्रेसमा सबैभन्दा वृक्षहरूको राजा, वृक्षहरूको देवत्वमा सबैभन्दा उत्कृष्ट वृक्ष पिपल अंकित, पिपल जस्तै देखिने अंकित चिन्ह छ, उहाँहरूको सिम्बल छ। हिन्दूमा आस्थावान व्यक्तिहरू मात्र नभएर विभिन्न बौद्धिस्ट लगायत विभिन्न मान्छेहरूले पुज्छन् हैन, पाप कर्छ भन्छन्। त्यो झण्डाको मुनि बसेका कांग्रेसका युवाहरूले के राम्रो काम गरेका छन् त? नेता कार्यकर्ताहरूको हिस्ट्री हेरौँ न। अहिले तिनीहरू पनि ठुलो भुमरीमा परेका छन्। अहिलेसम्म देशको हालत योसम्म ल्याए यिनीहरूले। सत्यको सामु झुकेर असत्य काम गर्नेहरू चाहिँ अरूलाई दोष दिन्छन्। आफू राम्रो हुनुहोस्, भोलि बिहान के भन्छन् भने के गरेको, हाम्रो झण्डाको अपमान गरी हाम्रो पार्टीलाई नराम्रो बन्यो, त्यो भन्न खोजेको होइन। तपाईहरू सबै सज्जन हुनुहुन्छ, राम्रो हुनुहुन्छ, तर अरूलाई दोष लाउनुभन्दा अगाडि आफूमा के छ त्यो गुण पनि हेर्नुहोस् है। दोष लाउने त सजिलो छ, तर आफैलाई हेर्न गाह्रो छ है। अरूलाई हेर्न देखिन्छ, देख्दाखेरि चाहिँ अरू चाहिँ फटा होस्, नराम्रो होस्, राम्रो होस्, नराम्रो होस् हेर्न सकिन्छ, तर आफैलाई जज गर्ने त्यस्तो खालको अवस्था बनाऊ भन्न खोजेको मैले। कुनै पनि पार्टीमा नराम्रा व्यक्तिहरू हुन्छन्, राम्रा पनि हुन्छन्, तर राम्रा व्यक्तिहरूले हेर्छन्, तर नराम्रा व्यक्तिहरूले चाहिँ आफैले बुझ्ने अभ्यास गर्ने हो। त्यो भन्दै गर्दा सबभन्दा प्रचलित कम्युनिस्ट हँसिया हतौडा, जो चाहिँ देवी देवताहरूको शक्तिको स्वरूप, विभिन्न देवी देवताहरूले त हँसिया हतौडा विभिन्न उनीहरूको शस्त्र अस्त्रको रूपमा प्रयोग गर्नुहुन्थ्यो नि। त्यो मात्र नगएर हामी यो भौतिक जीवनमा पनि हेरौँ न। यो ढुङ्गे युगदेखि मानव युगसम्म ल्याउनलाई प्रत्येक दिन हँसिया हतौडाको काम के छ? प्रत्येक किसानले, प्रत्येक गरिबले हँसिया हतौडा चलाएन भने, हँसिया हतौडा पुजेन भने उसको बेलुका घरमा रोटी पाक्दैन, खाना पाउँदैन। त्यो महत्त्व छ, त्यति शाश्वत त्यस्तो छ यसको महत्त्व, त्यो छ गुण। अब यो गुणको मुनि बसेर हामी चाहिँ मार्क्सवादी लेनिनवादी भन्नेहरूले के यो बुझे त? बुझेनन् नि। साँच्चै नै बुझेको भए त देश कहाँदेखि कहाँ फड्को मार्थ्यो, अहिलेको अवस्थासम्म आउने थिएन। त्यही भएर आफूले सम्झ्यौँ। यो भन्दै गर्दा चाहे रासोपा होस्, एमाले होस्, कांग्रेस होस्, राप्रपा होस्, नेकपा होस्, देश बनाउनमा सबैको हात चाहिन्छ र अरूलाई दोष लाउनुभन्दा आफैलाई हेर्ने बानी जति बेला बस्यो, त्यो पार्टी, त्यो सङ्गठन र त्यो व्यक्तिले सधैँ देशको लागि काम गर्छ। धन्यवाद।